सेवापाटी समाचारमा हार्दिक स्वागत छ। आज दिनभरिका घटनाका साथ यहाँहरुमाझ उपस्थित भइसकेको छु। सुरु गरौँ आज दिनभरिका समाचारका शीर्षकहरुबाट। समस्याग्रस्त गौतम श्री सहकारीका ऋणीहरूको नाम सार्वजनिक। मधेसका मुख्यमन्त्री यादवले पाए विश्वासको मत। उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्ष प्रधान निर्वाचित। शिक्षा मन्त्री पोखरेल र बेलायती मन्त्री मल्होत्रा बीच शिष्टाचार भेटवार्ता। संविधान संशोधन बहस पत्र तयार गर्न कार्यदलले संविधान संशोधनमा माग्यो आम नागरिकको सुझाव। नेपाली चियाको भारत निर्यातको अवरोध हटेको सरकारको दावी। प्रमाणपत्र पेश गरी नियुक्त लिएका शिक्षक विरुद्ध मुद्दा दायर। जेठ 14 गते सार्वजनिक विदा हुने। राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न 100 अर्ब निक्षेप सङ्कलन गर्दै। उच्च स्तरमा समृद्ध बनाइएको युरेनियम विदेश नपठाउन इरानी सर्वोच्च नेताको आदेश। पाकिस्तानमा पनि खोलियो कक्रोच जनता पार्टी। तपाईहरुलाई आजको समाचार कस्तो लाग्यो त? यस्तै ताजा समाचारका लागि हाम्रो च्यानललाई लाइक, फलो, कमेन्ट गर्नुहोला। धन्यवाद।